अस्ति मेरो क्लासमा एकजना स्टुडेन्टले गडबड गर्यो अनि गाली खायो। मैले इमिडिएटली रियलाइज गरेँ मैले गल्ती गरेँ। इन सर्भिस टाइम टु टाइम तपाईले टफ कन्भर्सेसन्स ह्यान्डल गर्न पर्छ। त्यसलाई अवोइड गरे पनि समस्या अनि गलत तरिकाले ह्यान्डल गरे पनि समस्या। किनकि इट क्यान ड्यामेज ट्रस्ट, परफॉर्मेंस and most importantly the culture of organization. 3 rules in which you can handle tough conversations in easier and fairer way. First, criticize the behavior, not the person. मैले कहाँ गल्ती गरेँ? मैले तो स्टुडेन्टलाई गाली गर्नको सट्टा उसले के गल्ती गर्यो त्यसमा फोकस गर्न पर्थ्यो। तिमी केयरलेस छौ भन्नको सट्टा उसको गल्तीलाई एड्रेस गरेर उसको सल्युसन के छ त्यो भन्न पर्थ्यो। सेकेन्ड, प्रेज चाहिँ पब्लिकमा हुन पर्छ एन्ड क्रिटिसाइज प्राइभेटमा। प्रशंसा, तारिफ सबैको अगाडि गर्नुहोस्। पब्लिक प्रेजले कन्फिडेन्स बिल्ड गर्छ अनि एउटा सिग्नल पनि एम्प्लोइजमा जान्छ कस्तो काम कम्पनीलाई मन पर्छ। क्रिटिसाइज चाहिँ प्राइभेटमा। कसैलाई पब्लिकली एम्बेरस गरेर हामी केही पनि सिकाउन सक्दैनौँ। दुश्मन चाहिँ कमाउन सक्छौँ। मलाई थाहा छ त्यो स्टुडेन्टले अलिकति त ग्रज राख्या होला। थर्ड, praise with emotion, criticize without emotion. तारिफ गर्ने बेलामा अलिकति warmth, genuineness देखिएको राम्रो। Make people feel they did something great, make them feel proud. Criticize गर्दा शान्त रहनुहोस्, इमोसनलाई साइडमा राख्नुहोस्, फ्याक्टमा कुरो गर्नुहोस्। इमोसनले मेसेज क्लियर हुन दिँदैन। यस्तो सिस्टम बनाउनुहोस् जहाँ अप्रिसिएसन भिजिबल होस्। तपाईले कम्पनीजहरुमा हेर्नुभयो होला, Employees of the month को बोर्ड हुन्छ, team shoutouts हुन्छ, WhatsApp recognitions हुन्छ। These small rituals quietly shape culture. Strong culture कुनै संस्थामा राम्रो भएर बन्दैन, honest, respectful र consistent भएर बन्छ।